प्रश्नको लागि धन्यवाद। तपाईको प्रश्न अहिले सामाजिक सञ्जालमा र नेपाली मानसपटलमा सबैभन्दा बढी सोधिने खोजिने प्रश्न हो। यो प्रश्नको जवाब सहज हुँदाहुँदै पनि विभिन्न व्यक्तिहरूको आफ्नो इन्ट्रेस्टको आधारमा व्याख्या हुँदा यसले गन्जागोल देखाएको छ। हुन त संविधानको धाराहरूको विवाद परेका विषयहरूमा अन्तिम व्याख्या गर्ने अधिकार सम्मानित सर्वोच्च अदालतलाई निहित छ। सम्मानित सर्वोच्च अदालतले यो विषयमा थप प्रष्ट पार्ने नै छ। तथापि वर्तमान परिप्रेक्ष्यमा हेर्दा नेपालको संविधानको धारा 1 देखि धारा 308 सम्म जुनसुकै धारा प्रयोग गरेर गरिएको निर्णय संवैधानिक निर्णय हो। वर्तमान सुशीला कार्कीको सरकार धारा 61(4) बमोजिम गठन भएकोले यो सरकार संविधानत संवैधानिक छ। हो, प्रश्न उठ्न सक्छ, धारा 61(4) नेपालको राष्ट्रपतिलाई दिएको बाधा अड्काउ सम्बन्धीको अधिकार हो कि होइन? हो, हामीले तत्कालीन नेपालको संविधान 2047 श्री 5 मा निहित हुने गरी बाधा अड्काउ सम्बन्धीको व्यवस्था गरेका थियौँ। सोही व्यवस्थाको आधारमा श्री 5 ले कार्यकारी अधिकार आफूमा निहित गर्नुभएको थियो। सँगसँगै संसद पुनर्स्थापना सोही धारा टेकेर गर्नुभएको नजिर हामीसँग छ। सोही अधिकार समान अधिकार धारा 61(4) हो कि होइन भन्ने कुरामा प्रश्न गर्न सकिन्छ। यसको विषयमा सम्मानित सर्वोच्च अदालतले भविष्यमा व्याख्या गर्ने नै छ। तर आजको अवस्थामा धारा 61(4) प्रयोग गरेर भएको सरकारको गठन संवैधानिक छ। यो राष्ट्रपतिमा निहित अधिकार हो। हामीले यहाँनिर यो कुरा बिर्सिनु हुँदैन, वर्तमान परिप्रेक्ष्यमा गठन भएको सरकार नियमित सरकार होइन। यो आन्दोलनको स्पिरिटमा गठन भएको विशेष प्रकृतिको सरकार हो। भलै हरेक आन्दोलनले तत्काल कायम रहेको संविधान स्वीकार गरेका थिएनन्। यस जिन्दी आन्दोलनले नेपालको संविधान 2072 स्वीकार गरेका छन्। त्यसप्रति हामी कृतज्ञ हुनुपर्छ। वर्तमान संविधानमै रहेर देश अविच्छिन्न चलिरहेको छ। संविधानले परिकल्पना कहिले पनि डिजर्भ नहुने कल्पना गरेको राष्ट्रिय सभा जीवित छ। सभामुखहरू निरन्तर छन्, प्रदेश निरन्तर छ र स्थानीय निकाय निरन्तर छ। सँगसँगै नेपालको संवैधानिक आयोगहरू तथा कर्मचारी तन्त्र, सेना प्रहरी सहित अविच्छिन्न रहेको अवस्थामा वर्तमान संविधानप्रति र वर्तमान सरकारप्रति संवैधानिक प्रश्न उठ्नु हिलो पानीमा माछा मार्ने प्रयास मात्रै हो। अन्ततः यो सफा हुन्छ भन्ने मलाई लाग्छ।